दर्शकवृन्द, यति बेला हामी बसन्ती दिदीलाई भेट्न गुल्मीको पराल्मीमा आएका छौँ। दिदी घर यही हो। यसको ढोका खै दिदी? छैन कि भाइ भक अस्ति भर्खर बल्ल गएको। अब पैसा पठाइदिनु भयो भने पार टिन ढोका गराउने हो। अनि ढोका छैन है? हजुर। टिन पनि छैन? टिन पनि छैन। तिरपाल लगाउनु भएको छ है? हजुर। बर्खालाई एकैछिन भनेर पठाइदिनु भयो। भनेपछि पैसाकै अभावले गर्दा अहिले टिन पनि लगाउनु भएको छैन। हजुर। ढोका पनि लगाउनु भएको छैन। धेरै बोदीलाई भेट्न नआएको, आज के गर्दै हुनुहुन्छ भनेर भेट्न आएका छौँ। हो, नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? नानी नमस्ते। के गर्दैछौ? के लेखिछौ? होमवर्क लेखिछौ? तिमी कतिमा पढ्छौ? 4 कक्षा पढ्ने भइसक्यौ? तिमी त सानी छौ है। यहाँ माथि आऊ त खै। यत्रो 4 मा पढ्छौ? ल, यता दिदी हुनुहुन्छ। दिदी नमस्ते। सन्चै हुनुहुन्छ? हजुर, ठिक छ। धेरै पछि आयो हामी त है। मस्तीमा आउनु भयो क्या, लगभग 6-7 महिना चाहिँ भयो। तपाईले त बिर्सिनु भयो कि खै, कहिले फोन गर्नुहुन्न? हैन, बिर्से छैन, के बिर्सिनु नि। सम्झेको भए त फोन आउँथ्यो होला। हैन, बिर्से छैन। अनि के गर्नुभयो आज भोलि? त्यही हो, नानी बाबुलाई स्कुल पठाउने, घरको काम, घरैसी काम गर्ने, त्यही हो। अनि दाइ आउनु भएको रहेछ बिचमा? आउनु भएको थियो। भेट्न बोलाउनु भएन खै? त्यसपछि जानुभयो। मिठाई पनि दिनु भएन खै? ल्याउँदै ल्याउनु थिएन। 2 महिनाको लाउरेले पनि के मिठाई ल्याउनु नि? जम्मा 2 महिना बस्नु भएको? 2 महिना मात्रै बसेर आउनु भएको। फेरि किन त्यही छोटो बसेर आउनु भयो त? उहाँ राम्रो खासै काम भन्छ, फेरि अहिले छुट्टा ठाउँमा जानुभयो। हजुर। राम्रो काम नभएर आउनुभएको। र यहाँ पनि त्यसले केमा आउनुभयो कुनै चैतको लास्ट आउनुभयो। चैत होइन, चैतमा आउनु फाउन आउनु के फाउन चैतभरि पनि काम गर्नुभयो यहीँदी। हजुर। त्यसपछि फर्किसक्नु भयो? हजुर। यहाँ बसेर त कहाँ हुनु नि। यहाँ बसेर हुँदैन है? हजुर। यहाँ सँगै बस्न मन त लाग्छ, तर हजुर उहाँसँगै बस्ने भने घरमा चुलो बल्दैन त्यो। दर्शकवृन्द, यति बेला हामी बसन्ती बिक दिदीलाई भेट्न आएका छौँ। हामी धेरै लामो समयपछि दिदीलाई भेट्न आएका छौँ। बिचमा दाइ आउनुभयो, जानुभएछ। यो घर बनेको थिएन, यो घर बनेछ। यसको ढोका खै दिदी? छैन कि भाइ भक अस्ति भर्खर बल्ल गएको। अब पैसा पठाइदिनु भयो भने पार टिन ढोका गराउने हो। अनि ढोका छैन है? हजुर। टिन पनि छैन? टिन पनि छैन। तिरपाल लगाउनु भएको छ है? हजुर। बर्खालाई एकैछिन भनेर पठाइदिनु भयो। भनेपछि पैसाकै अभावले गर्दा अहिले टिन पनि लगाउनु भएको छैन। हजुर। ढोका पनि लगाउनु भएको छैन। साह्रै गाह्रो छ है पैसाको? सधैँ पैसाको गाह्रो। हजुर, सधैँ पैसाको गाह्रो। बस्नुहोस्, पैसा गाह्रो छ। हजुर। दाइ यहाँ बस्ने मन हुँदा पनि पठाउनुहुन्छ? हजुर। अब बसेर त काम छैन, यहाँ त कहाँ बस्नु नि। बस्ने त हामी 3 जना हामी त आमा बुवा हुनुहुन्छ। 5 जना घरमा, 6 जना बस्यो भने त कमाउने नि। उहाँ जाऊ कहाँ बस्नु नि। अब कमाउनुसम्म यहीँ बस्ने, त्यसपछि पछिबाट के गर्नु नि। नानी बाबु झन् धेरै पढ्ने हुन्छ, कहाँ हुनु नि। अनि तपाईँ त बिचमा सासू-ससुरासँग झगडा गर्नुभएको थियो, अलग अलग बस्नुभएको थियो। अहिले के छ? अहिले बस्नुहुन्छ। अहिले सँगै हुनुहुन्छ? हजुर। एकैछिन हेला गरे पनि अब अरू भाइ हुनुहुन्न। हजुर। उहाँको बानी खासै राम्रो छैन। अब एकैछिन उ गरे पनि त बाहिरी मान्छेले हजुर एकैछिनलाई भने पनि त अब म बाइकको छ त, त्यो सम्झिनु पर्यो नि त। म बाहेक अरू भाइ पो, अरू दाइ भाइ जान्छ, जेठाजी हुनुहुन्न, देवर हुनुहुन्न, एउटै हो। बस्नुहोस् न, बस्नुहोस्। हजुर। नानीको बाबा। हजुर। केमा बस्नुभयो तपाईँले? ए, ठिक छ। अनि अहिले जस घरमा यो टिन नभएर तिरपाल लगाउनु भएको छ, यो पर्दा लगाउनु भएको छ, टिन नभएर हो? पैसा नभएर? हजुर। अब पैसा पठाउनुहुन्छ र लगाउनुहुन्छ? हजुर। ऋण नतिरेर भए पनि अहिले बर्खामा पोहोर त भत्क्यौ नि। अहिले पनि त मान्छे उ गरेर त्यही आउनुभएको थियो र गाह्रो साह्रो लाग्यो। हजुर। त्यसपछि फेरि अहिले पनि भत्क्यो भने पार त कति घाटा लाग्छ। त्यही भएर अहिले ऋण नतिरेर भए पनि टिन लगाउने हो छ। जेठको लगभग पठाउनुलाई नि लास्ट कतैबाट सहयोग जुटे पनि हामी ल्याउँदा हुन्छ टिन। किन हाँस्नु भएको? सहयोग आयो भने टिन ल्याउँदा हुन्छ? हजुर। ठिक छ। अनि किन श्रीमानलाई पठाइहाल्नु भयो त छिटो? त्यही त भाइ, यहाँ बसेर त काम छैन कि। यहाँ बसेर के गर्नु नि? यहाँ बस्ने अब एक कुरो काम मिल्दैन। नेपालको काम जति गरे पनि हुँदैन। अब आज ल्याऊ आजै खाऊ, भोलि ल्याऊ भोलि। सँगै बस्न मन लाग्छ, तर बाध्यताले पठाउनुहुन्छ। के भन्नुहुन्छ? इन्डिया गएपछि कुरा हुँदो हो?
हजुर कहिले कसो हुन्छ त्यस्तो हुन्न पहिले चाहिँ किन माया पुरानो भएर कि कसो होइन त्यस्तो माया पनि के पुरानो हुन्थ्यो र त्यस्तै बाध्यताले गर्दाखेरि कहिले कसो सन्चो बिसन्चो त भइरहन्छ पहिला जस्तो फोन हुन्न पहिला चाहिँ अब त नौली पनि कहाँ हुनु नि यत्र बच्चा बच्ची भयो दुई भएन कहाँ सुरुमा लप पर्दाखेरि धेरै फोन हुन्थ्यो अहिले अलिक कम हुन्छ हजुर तपाईँको त प्रेम विवाह है कि मागेर अरे होइन अन्तर्जातीय बिहा हो कहाँ मागी बिहा त होइन ए तपाईँको अन्तर्जातीय विवाह हजुर तपाईँ के पर्नुभयो के थर राणा मगर तपाईँ मगर श्रीमान विक्क तपाईँ राणा त्यो बेलामा अन्तर्जातीय विवाह गर्नुभयो हजुर कसरी यो मागेर होइन भागेरै हो कसले भगायो तपाईँले कि श्रीमानले उहाँले त्यो समयमा थाहा छैन कसले भन्ने कति वर्ष बिहे गरेको 10 वर्ष 10 वर्ष हजुर 10 वर्ष अगाडि अन्तर्जातीय विवाह भागी विवाह गर्नुभएको थियो त्यो बेलामा त साह्रै गाह्रो थियो होला नि त हजुर किनकि अब जातकै विषयमा लिएर धेरै कुराहरू निस्किन्थ्यो होला कतिको गाह्रो भयो त्यो बेला यतातिर जातको विषय पनि हुन्थ्यो फेरि अब यस्तो सानो मान्छे भन्ने त्यस्तो हुन्थ्यो कि के काम गर्छ भनेर त्यस्तो सोध्नुहुन्थ्यो अझाल त मैले अब यताउति सबै गर्छु नि त ठुला मान्छेले चाहिँ तपाईँ होचो भएर पनि यो होचोलाई किन बिहे गरेको भन्ने कुरा निस्कन्थ्यो एउटा छोराले यस्तो बिहे गर्न हुन्थेन भन्ने त्यस्तो चर्चा हुन्थ्यो अझाल त त्यस्तो हुँदैन सानो भए पनि सबै काम गर्छ छोराको ठाउँमा छोरा भयो छोरी ठाउँमा छोरी भयो भन्ने हुन्छ त्यस्तो हुँदैन पहिला गाह्रो थियो माइत पनि गएन म नानी जन्मी 1 वर्षपछि बल्ल गएँ नि त 1 वर्षपछि 1.5 वर्षपछि बल्ल गएँ अहिले त राम्रो छ हजुर नानु हजुर तिमीले कतिमा पढ्छौ रे 4 मा ए अनि के हुन्छौ स्कुलमा तिमी पास मात्रै पास फर्स्ट सेकेन्ड हुँदैनौ किन नि राम्रो पढ्दिनन् ठिकै छ ठिकै अब राम्रो पढ्न पर्यो फर्स्ट सेकेन्ड हुन पर्यो हैन र खाली गीत गाएर बस्छौ रे घरमा फेल पनि अझैदेखि फेल पनि भयो हैन अरु उहाँ सर तिमीले त गीत गाउँछौ अरे नानी एउटा सुनाम न गुलियो जेरियौ तिमी त मेरी हौ अरूलाई धानको पात मायालाई पानको पात अरूलाई धानको पात मायालाई पानको पात कसलाई हो पानको पात हैन मलाई हो हैन कसलाई हो त राम्रोसँग पढ्नुपर्छ तिमी ठुलो मान्छे बन्नुपर्छ बुवा मम्मीले राम्रोसँग हेरचाह गर्नुपर्छ है ल कापी किताब छ कि सकियो छ कापी छ नि सकिँदाखेरि भन्नु है ल अनि अहिले यिनी 4 कक्षामा पढ्दैछिन् हजुर अब त पढाइ सँग बढ्दैछ खर्च पनि बढ्दैछ खर्च बढ्दैछ त्यही त दर्शकहरूले भन्नुहुन्छ पैसा 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 भन्नुहुन्छ न अब कुरो आउँछ त्यही छ पैसा रहेछ है पैसा हो एकजनाले कमाएकोमा अब धन सम्पत्ति भन्ने केही छैन हजुर भनेपछि त अब सबै किन्नु पर्छ माया ठुलो भएको भए त श्रीमानलाई राख्नुहुन्थ्यो है पुग्थ्यो भने पार हजुर पुग्दैन पैसा भन्दा माया ठुलो रहेछ कि माया भन्दा पैसा ठुलो रहेछ पैसै ठुलो माया पनि हुनुपर्छ त्यस्तो माया जो नभएको पनि होइन तर पैसा जो ठुलो माया भन्दा पैसा ठुलो हो त्यही भएर श्रीमानलाई अहिले बाहिर पठाउनु भएको छ तपाईँ यहाँ काम गर्नुभएको छ तपाईँ के छ अहिले काममा हिँड्नुहुन्छ कि हिँड्नुहुन्न अब त नानीले 3 मा पढ्दै अलिअलि फुर्सद हुन्छ छुट्टीमा यताउति मेलापात पाइयो भने भएर जान्छु नत्र भने खासै जान्न म पानी छैन घरमा पानी टाढाबाट ल्याउनु पर्छ नानीलाई पढाउन पर्यो त्यत्रो 8 विषयको होमवर्क गराउन पर्यो अब घरमा पानी छैन हजुर सानै उमेरको छ पानी किन छैन घरमा यहाँ भन्नाले नजिक छैन टाढा ल्याउन जानु पर्छ धारा छैन घरमा हजुर चैते वैशाख त धेरै गाह्रो छ ल कस्तो पाइप लगाएर ल्याउन मिल्दैन 1 घण्टाको बाट मिल्छ त्यो पनि तर पैसै भएन त्यो पनि पैसै त्यो त सम्भवै छैन दर्शकवृन्द यति बेला हामी बसन्ती विक्क दिदीलाई भेट्न गुल्मीको रातामाटामा आएका छौँ यहाँ धेरै पहिलेदेखि हामी आइरहेका छौँ कहिले के ल्याउँछौँ कन्टिन्युस सहयोग गरिरहेका छौँ र अहिले तत्कालै आवश्यक देखिएको यहाँ एउटा ढोका देखियो ढोका छैन यो पर्दा लगाउनु भएको छ त्यसै गरी त्रिपालले छाउनु भएको छ टिन छैन र खाने पानी छैन टाढाबाट बोक्नुपर्छ दिदी अलि सानो ज्यानको हुनुहुन्छ होचो हुनुहुन्छ उहाँलाई बोक्न पनि गाह्रो हुन्छ केमा बोक्नु डोकोमा बोक्नुहुन्छ केमा बोक्नुहुन्छ बोक्नुपर्छ 1.5 घण्टाको ल अस्ति 3 दिनमा आयो क्या पानी आकाशबाट परेदेखि उ गर्थेन आयो भने परे 1 घण्टा 1 गाउरी 2 गाउरी थाप्न पाइन्छ नानीले अब नानी बाबुको त के कुरा गर्ने लुगा मैलाको मैला हो आज बिहान भोरि नानीले पढाएर त्यो डडमा आदि गराछु क्या मैले पानी अरू अब श्रीमानको कमाइ बाहेक अरू आम्दानीको स्रोत यहाँ केही पनि छैन केही जो छैन कि सम्पत्ति नि अब कुखुरालाई मकै पुग्दैन भन्ने पार त्यो अब त्यो हलीलाई घरमा कोही छैन हलीलाई दिनु पर्यो अब बाबा पनि खासी घरमा बस्नु न एउटा कुचो बुन्ने पनि पैसै दिनु पर्यो डोको बुन्ने पनि पैसै दिनु पर्यो नाम्लो पनि चाहिएकै हुन्छ त्यही भएर सबै गर्दाखेरि पैसा माझ सबै
त्यही घरको काम भन्नु पर्यो मैले जो गर्छु आज पनि। अब काममा पनि पहिले भन्नुहुन्थ्यो सानो छ भन्न बोलाउनु भन्ने कुरा गर्नुहुन्थ्यो। अचल त जान्छु यताउति काममा, काम गर्न सक्नुहुन्छ? कहिले कसो जान्छु, फुर्सद भएसम्म जान्छु, नत्र घरको बिताइ जाँदिनँ। नानी अब उतातिर 250 माया गर्ने, यतातिर नानीको पढाइ गरेर खर्च गरेर नानीलाई अब नानीको 1 वर्षको मेहनत जान्छ भनेर म त्यसरी। ठिक छ नानु, तिमी पढ्न जाऊ है। तिमीलाई अब हामी कापी लिएर कहिले आउने? नानीको पढाइ गरी जाँदैछ। भोलि पर्सि राम्रो पढ, धेरै पढ। तिमी अब फर्स्ट भएपछि हामीले के ल्याइदिने? कापी। कापी कति? मस्तै है, जाऊ पढ्न जाऊ ल, हामी डिस्टर्ब गरेनौँ। अनि दिदी यता जाउँ न। दर्शकवृन्द, यहाँ टिन नभएकै कारण ढोका लगाउनु भएको छैन। त्यसै गरी यहाँ माथि थुप्रै त्रिपाल छ। अब बर्खा सुरु भयो, यहाँ टिन छैन। टिन नभएपछि अहिले त्रिपालले ढाक्नु भएको छ। ठुलो पानी असिना आयो भने यो पुरै पाल पर्छ। पाल परिसक्यो है? 1 हप्ता लगभग भयो क्या, 1 महिना भयो कि यतातिर त्यही यो पाल परिसकेको छ। र तपाईँ सबैले सहयोग गर्नुभयो भने यहाँ सानो धेरै लाग्दैन, 4-5 पाता मात्र टिन भयो भने पनि त्रिपाल हटाएर हामी टिन लगाउन सक्छौँ। र अब बर्खामा ढुक्कसँग उहाँ सुत्न बस्न सक्नुहुनेछ। जस्तो यहाँ धेरै टिन लाग्दैन है? 6 पाता कर्मीले भन्नुहुन्थ्यो 6 पाता लाग्छ भन्नुहुन्थ्यो। 6 पाता टिन भयो भने यो लगाउन सकिन्छ। अहिले यो पुरै यस्तो छ है। अब श्रीमान बिचमा हात भाँचियो कमाउने बेलामा है। अहिले यहीबाट ऋण खोजेर पठाउनु भएको भन्ने कुरा गर्नुभयो। हजुर, ऋण खोजेर जो अब त्यही त यहाँ केही आम्दानीको स्रोत भन्ने केही छैन। साउला मागेर पठाइदिएपछि दिन्छु भनेर त्यस्तो गरेर जान पनि 6-7 हजार लाग्छ। साह्रै गाह्रो छ। हजुर। अब धेरैले हेर्दै हुनुहुन्छ यति बेला, तत्काल आवश्यक भनेको हजुरलाई यो छाउने टिन, त्यसै गरी ढोकाको टिन ढोका, अनि अर्को खानेपानी, यो भइदियो भने केही समयलाई सजिलो हुन्थ्यो है। दर्शकवृन्द हेर्नुहोस् त, यो यसरी यो पुरै खाली छ, यो त्यो छाइएको छैन। र तपाईँहरूले सहयोग गर्नुभयो, टिन लगाउन सकियो भने यहाँ सजिलो हुनेछ। त्यसै गरी अहिले त ढोका छैन, रातिमा यत्तिकै बस्छ। कहिले कुकुर भित्र जान्छ होला है? कुखुरा हेर्नु न, कुखुराहरू गएर त्यो खाना त माथि राख्नु पर्छ। हजुर। अब एउटा कोठामा आमाहरू बस्नु पर्यो, एउटा कोठामा नानी बाबु म। हजुर। यसलाई किचन बनाउने भन्ने त्यो सोच गरेर। हजुर। अहिले आमा यही बस्नुहुन्छ? आमा पनि भन्नुहुन्छ कहाँ जानुहुन्छ र, एउटा भाइ अब एउटै हो नि त, यहाँ मेरो बुढा पनि त कहाँ जानुहुन्छ एकैछिन। अब एउटै घरमा बसिसकेपछि त यताउति ठ्याकठुक त भइहाल्छ नि त। तर पहिले सँगै बस्नु भएन है? हजुर, बस्नुहुन्छ। पहिले झगडा भएको थियो? हजुर, सँगै बस्नु भने त्यो बेलामा? हजुर, सँगै भन्नाले पनि कति तल्ती बस्नुहुन्थ्यो, तल्ती पनि हुनुहुन्छ। खास झगडा किन हुन्थ्यो? झगडा अब त्यही आमाले भन्नुहुन्छ रक्सी खानुहुन्छ? हजुर। नखाना भन्नुहोस्। हजुर, अब धेरैको इन्टरभ्यूमा पनि देख्नुभयो होला, आमाहरू सुत्ने त्यस्तो रक्सीहरू देउसी आइन मान्छेले भने तिनी सम्झाउँदाखेरि झगडा हुन्छ। अब मलाई तिनी कुरा नपस्ने, आमालाई तिनी अब बुढेसकालमा सम्झाउने को हो भन्नुहुन्छ। त्यस्तै मैले मेरो उमेर भयो हुनु पर्यो भन्नुहुन्छ। तिनी गर्दाखेरि अब ठिक छ दिदी, अब राम्रोसँग ख्याल गर्नुहोस्, बस्नुहोस्। अब हामी कतिबाट सकजुट्यो भने यो टिन र ढोका पानीको व्यवस्था गर्नेछौँ, अपिल पनि गर्छौँ। सबैले थोरै सहयोग गर्नुभयो भने दिदीको घरमा ढोका, टिन र खानेपानीको मात्र व्यवस्था भयो भने धेरै सजिलो हुनेछ। अब बर्खा सुरु भयो, टिन छैन, साह्रै गाह्रो छ। यता सानो नानी, सानो बाबु छन्, पढाइको पनि खर्च बढ्दो छ। श्रीमान हुनुहुन्छ, उहाँ चाहिँ अहिले इन्डिया जानुभएको छ, केही समय मात्र बस्नुहुन्छ, फेरि आउनुहुन्छ। अब कहिले आउनुहुन्छ? अब त दसैँतिर हो कि त्यही पनि आउनुहुन्न कि कुन? किन दसैँमा त चाहियो, बोलाउनु पर्यो नि। दसैँ फेरि हाम्रो छेकी अहिले 4 वर्षमा कि 5 वर्षमा कोही भएन भने पनि। तपाईँले त बरु पैसा पठाऊ, तिमी नआऊ भन्नुहुन्छ अरे त। त्यस्तै हो कि भाइ, अब त्यस्तै त हो नि, नकमाउने मान्छे अब आइरहेर पनि त के गर्नु नि। आउँदाखेरि अब साथमा भएका पैसा जति पठाइदिने, अब यहाँ ऋण तिर्ने, यताउति गर्नु पर्यो। अब पठाइदिन्छन् के अरे भनेर ऋण गऱ्यो, नानीको कापी भन्यो, किताब भन्यो, त्यहाँबाट यताउति भन्यो, ड्रेस भन्यो। अब अघि नै चाहिँ भन्यो मैले, एउटा कुच्चो बुन्न पनि मलाई 60-70 रुपियाँ दिनुपर्छ। डोको बुन्न 500-600 भन्यो, नाम्लो भन्यो त्यही। अब मान्छे भइसकेपछि सबै चिज चाहियो, किन्नुपर्छ। सबै घरमा आम्दानी भन्ने केही छैन, आम्दानीको स्रोत भन्ने सबै किन्दाखेरि पुग्दैन। बिजुलीको हुन्छ, हामी कतिबाट सहयोग जुट्नु फेरि आउनेछौँ, अहिले जान्छौँ है। हजुर, नमस्ते।